सो हाई गाइज वेलकम ब्याक टु माई च्यानल र आशा छ हजुरहरू एकदमै सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै आरामै छु। र गाइज अहिले चाहिँ म घाँस काट्न आएको छु। अनि अहिले चाहिँ म बारीमा छु क्या, यहाँ देख्न सक्नुहुन्छ यो यस्तो बारी हो। अनि त्यसपछि फेरि यहाँ माथि पनि ठुलो बाटो छ कि बारीको। घाँस काट्न आएको छु कि म। फेरि यहाँ डोको देख्न सक्नुहुन्छ, यस्तै घोप्टाएर राखेको छु। अनि त्यसपछि फेरि मैले अघि बाटोमा आउँदा भ्लग त बनाएको थिएँ। अनि छिमेकीमा अब रेडियो बजाइदिए रहेछन् क्या, अनि रेडियो बजाइदिए रहेछन्। अनि त्यसपछि फेरि कपिराइट लाग्छ भनेर मैले फेरि सुरुबाट भ्लग स्टार्ट गरेँ कि यहाँ आएर। अहिले चाहिँ त्यसको साउन्ड चाहिँ अहिले सुन्नेको छैन खासै, त्यही भएर उ गरेको क्या। म चाहिँ आज स्कुलबाट चाँडै आएको थिएँ। अनि लगभग कति भएको थियो भन्दाखेरि 3 बजे थियो कि म घर आएर खानासाना खाएँ। अनि त्यसपछि फेरि चिया बनाइयो, चिया खाइयो। अनि त्यसपछि फेरि म अब तलतिर गोठामा झर्दाखेरि गोठामा घाँस थिएन के, अनि घाँस थिएन। अनि त्यसपछि दिदी पनि त अब चाचीको उसमा खर काट्न गएको छ क्या, अनि त्यही भएर त्यहाँ खर काट्न गएको छ। अनि त्यही भएर मलाई घाँस काट्न पर्छ भनेर म चाहिँ डोको बोकेर अहिले घाँस काट्न आएको छु। सो अनि गाउँघरमा बसिसकेपछि त यत्तिको त गर्नुपर्छ नि त। हुन त यत्तिको मैले त अब फर्स्ट टाइम क्यामेरामा देखाएको नि त। हुन त मैले जहिले पनि यही काम गरिरहेको हुन्छु नि त। अनि त्यही भएर अहिले चाहिँ मैले जस्ट हजुरहरूलाई देखाएको। अनि अब चाहिँ म घाँस काट्छु। अनि त्यसपछि फेरि म हजुरहरूलाई एकैछिन पछि भेट्छु है त। यहाँ फेरि फोन राखेर अडाउन मिल्दैन कि। म फेरि अहिले एक्लै छु के। अनि घर गएर पनि कपडा धुन छ, लास्ट काम छ के। अनि अहिले बेर हुन्छ, त्यही भएर म हजुरहरूलाई अहिले पछि देखाउँछु। अनि म चाहिँ अहिले घाँस काट्छु है त गाइज, यसो पनि। सो गाइज म चाहिँ अहिले अलिकति घाँस काटेँ, मतलब अब डोका भरिन लागिसकेको छ। अब थोरै घाँस काट्नु छ। अनि थोरै घाँस काटेपछि अनि भोलि बिहानलाई बाख्रालाई पनि थोरै माथिबाट एउटा मुठो राखिदिएर अनि म चाहिँ घर जान्छु। घर गएर कपडा धुन छ क्या। अनि अरू काम पनि छ, घर गएर पनि अरू काम गर्ने। अनि त्यसपछि फेरि म फ्री भएपछि अनि आफ्नो लुगाहरू धुन्छु। लुगा पनि धुन छ कि, लास्टै म स्कुल आएर जाने लुगाहरू लास्ट मैले छ। अनि तिनी लुगाहरू पनि धुनु पऱ्यो। अनि सो त्यही हो, म एकैछिनपछि हजुरहरूलाई भेट्छु है त। मैले थोरै घाँस काट्नु छ। अनि थोरै घाँस काटिसकेपछि फेरि बाख्रालाई पनि एउटा मुठो काटिदिन्छु क्या। भोलि बिहान त जाडो हुन्छ नि त, कुहिरो लाग्छ, शीत हुन्छ। अनि शीत परेको घाँस फेरि खान्नन् क्या, बाख्राले खान्नन्। अनि त्यही भएर आजै शीत नपरेको बेलामा अहिले लगेर राखिदिएपछि अनि दिदीले राखिदिन्छ भोलि बिहान। अनि त्यो भोलि बिहान राखिदिइसकेपछि अनि भोलि बिहानलाई त त्यो भइहाल्छ नि। अनि दिउँसोलाई फेरि दिदीले अब कुहिरो हटिसकेपछि अनि त्यसपछि फेरि त्यो के भन्छन् अरे, अनि कुहिरो हटेपछि अनि दिउँसो घाम लगाएर शीत ओभाउँछ। अनि ओभाइसकेपछि दिदीले काटेर दिउँसोको लागि रेडी पारिदिन्छ। कि भोलि बिहानै एउटा घाम लाग्यो भने त कि त म नै आउँछु होला सायद घाँस काट्नको लागि। आएन भने अब कि त उठ्यो भने अब बिहान चाँडै उठ्यो भने आउँछु के अरे, अनि बिहान ढिलो उठ्यो भने आउँदैन क्या। सो गाइज त्यही हो, म अब हजुरहरूलाई घाँस काटेर भारी पुऱ्याएर रेडी भएपछि घर जाने बेला हजुरहरूलाई एकैचोटि भेट्छु है त गाइज। A few moments later. सो गाइज अहिले चाहिँ रात पर्न लागिसक्यो। मैले चाहिँ अहिले पुरा आफ्नो भारी चाहिँ रेडी बनाइसकेको छु। अहिले देखाउँछु है त। म हजुरहरूलाई पहिला मेरो बारी देखाउँछु, मतलब हाम्रो बारी देखाउँछु है, यहाँ माथि कति छ भनेर। यसो रोक्नु है त गाइज। रेडी हुनुहुन्छ नि? 1 2 3 हेर्नु न, तोरी फुलेर क्या दामी देखिन्छ क्या। उतापट्टि पनि छ,
अहिले चाहिँ यहाँ देखिएको छैन त्यो चाहिँ हाम्रो छिमेकीको घर अनि हाम्रो घर चाहिँ यतापट्टि छ त्यहाँनिर सो गाइज अनि हाम्रो बारी चाहिँ यही हो अनि उता घर मुनि पनि छन् अलिअलि सानो सानो बारी छन् यो भनेको मेन ठुलो बारी हो हाम्रो घरदेखि अलि तल पर्छ कि यो फेरि सो त्यही हो गाइज अहिले चाहिँ मैले हजुरहरूलाई हाम्रो बारी देखाएँ अनि अब चाहिँ रात पऱ्यो क्या अब म सिधै घरतिर जान्छु अहिले चाहिँ तोरी यत्तिको राम्रो छ कि अहिले राम्रो छ किन भन्दाखेरि बिचमा पानी आएको थियो नि त त्यो पानीले गर्दाखेरि अहिले यत्तिकोसम्म भएको छ क्या यो तिहार पोरीतिर पानी आएको थियो नि त 2 दिन आएको थियो के पहिले एक दिन आयो अनि त्यसपछि फेरि अर्को दिन आएन अनि झन् अर्को दिन गऱ्यो 2 दिन आएको थियो पानी त्यो पानीले गर्दाखेरि अहिले यत्तिको भएको कि तोरी राम्रो छ नि होइन सो गाइज अब चाहिँ हामी जाऊँ है त अब घरतिर जाऊँ ल है गाइज रात पऱ्यो क्या अब घर गएर पनि हल्का फुल्का काम गर्नु छ अनि त्यसपछि अर्को कुरो त मैले हजुरलाई अघि भनिसकेको छु के भन्दाखेरि कपडा धुनु छ क्या मलाई फेरि अब स्कुल लाएर जाने कपडा छैन नि त अनि कपडा धुनु छ अब जानु पऱ्यो ल जाऊँ है त गाइज सो गाइज हाम्रो भारी चाहिँ यही हो यहाँ देख्न सक्नुहुन्छ यही हो भारी चाहिँ यही हो अब चाहिँ हामी अब यसलाई बोक्छौँ अनि घर जान्छौँ है त रोक्नु त बोक्नु पऱ्यो नि त गाइज त्यति गरुङ्गा त छैन हल्का फुल्का छ यसलाई त नचाउँदै लगिन्छ गाइज यार नचाउँदै सो गाइज अनि म घर गएर अरू काम गरेको भ्लग त बनाउन पाउँदैन होला किन भन्दाखेरि मेरो फोनमा चार्जै छैन क्या अहिले 10% जति छ अनि यो चाहिँ अब सकिन्छ होला सो गाइज अहिले म घर गएर हजुरहरूलाई कपडा धुने बेलामा गर्छु है त भेट्छु है त चार्जरै छैन भने त्यही पनि अलरेडी लेट भइसक्यो हजुर त्यही माथि राति अनि मलाई त राम्रोसँग देखिएछ कि नै सो त्यही गाइज अहिले घर गएर भेटौँला है त 2000 years later सो गाइज इन्डियन कपडा अब चाहिँ हामीले धुनुपर्छ म अघि नै हो क्या आएको घाँस काटेर गरेर के भयो सो गाइज इन्डियन धुने अब चाहिँ मैले लगाएर अब धर धुन्छु कि क्या अरे त आउँछस् कि नै त धुनु सो मैले अहिले साबुन लाएर मिल्दै गर्छु अनि दिदी आएर पखालिदिन्छ क्या त्यही भन्ने सल्लाह अब छ अब चाहिँ धुनु पर्यो तरिकाले कपडा तेरि के यिनी कपडालाई अब मस्काउने चम्काउने अब के हो अब सब गरिन्छ सो गाइज अब चाहिँ हामी कपडा धुनेतिर लाग्छ अब मस्काउने चम्काउने गर्नु पर्यो कि कपडाको मत गर्नु पर्यो नि त गाइज चिसो पानी छ सबैभन्दा दुःख लाग्ने काम भनेको कपडा धुन तर के गर्ने सफा लगाउनै पर्यो
लास्टै हात गले यार गाइज लास्टै दुःखको काम गर्यो फेरि यस्तो पनि कपडा धुन जति दुःख ब्रसले कस्तो रगड्छु ब्रसले सबै मैल निकालिदिन्छ ब्रसले रगडेर सबै मैल निकाल्छ लास्टै हात पात्यो यार गाइज यार दुईटा कपडा धोएँ बल्ल दुईटा कपडा साबुन लाएर यसरी मिचे मैले जाँदै जाने के जाँदै नजाने यार यो ब्रसले रगड्दा पनि जाँदै गएन क्या लास्टै गाह्रो हुन्छ यार यो कपडा धुन यार हुन पनि के नहोस् अब हाम्रो गाउँले हामी गाउँले अब गाउँलेको त के कुरा गर्नु मेरै कुरा गरौँ होइन अब एउटा कपडा लगाइसकेपछि त्यो मैल लिएर कलती नपरुन्सम्म अब खोलिन्न अनि अब यहाँ आएर धुँदाखेरि मैल नगएर हैरान कतिचोटि मिचेर बल्ल यतिको गराएँ यहाँ दुईटा कपडा धोएँ यत्रो बेर 2000 years later सो गाइज अहिले चाहिँ कपडा धोएर मैले खाना खाएर अहिले म माथि रुममा आइसकेको छु कपडा चाहिँ मैले एक्लै धुँदाखेरि लास्ट लेट हुन्थ्यो अनि त्यही भएर दिदी पनि सँगै आयो क्या अनि दिदीले पनि धोइदियो हेल्प गर्यो क्या मलाई अनि त्यसपछिखेरि मैले साबुन लगाइदिएँ दिदीले मिच्दिने अनि त्यसपछिखेरि सुकाइदिने गऱ्यो अनि त्यसपछि म खाना खाएँ अनि त्यसपछिखेरि सिधै माथि आएँ क्या माथि आएर अहिले माथि आएँ अनि आजको लागि भिडियो यति नै भिडियो के कस्तो लाग्यो यदि भिडियो राम्रो लाग्यो भने भिडियोलाई लाइक अनि च्यानललाई सब्स्क्राइब गरिदिनु होला यदि च्यानल सब्स्क्राइब गरिसक्नु भएको छ भने त्यसको लागि पनि धेरै धेरै धन्यवाद भेटौँला अर्को नयाँ ब्लगमा त्यतिन्जेल मलाई बिदा दिनुहोस् बाई बाई गाइज